हेलो एभ्रीवान, यो भिडियो चाहिँ एकदमै इन्ट्रेस्टिङ र दामी हुनेछ। किन भन्दाखेरिमा यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले आइफोन 16 प्रो पनि जित्न सक्नुहुन्छ भने तपाईले 777 USD 777 TRX अनि पछि 77 USD यस्तो सबै कुराहरु तपाईले जित्न सक्नुहुन्छ। यो पनि कसरी म सबै कुराहरु भन्छु, त्यही भएर भिडियोलाई स्किप नगरी हेर्दिनु होला। ल अब भिडियो स्टार्ट गरौँ। म तपाईलाई पुरै प्रोसेसहरु सिकाउँछु। फर्स्टमा रजिस्टर गर्नु होला। जस्तै लगइनबाट थोरै स्क्रोल गर्नु भने यहाँ रजिस्टरको अप्सन पाउन सक्नुहुन्छ। यहाँ रजिस्टरमा गएर इमेल हाल्नु होला अनि ओटीपी हाल्नु होला अनि नेक्स्ट स्टेप भन्छ। अनि पछि तपाईहरुको एउटा नम्बर चाहिँ हाल्नु पर्ने हुन्छ। अनि पछि तपाईहरुको सक्सेसफुली अकाउन्ट बन्छ है त। अनि अकाउन्ट बनेपछि तपाईहरुको यस्तो लगइन इन्टरफेस आउँछ। इमेल र पासवर्ड हाल्नु होला र लगइन क्लिक गर्नु होला है। त यो त मैले सिकाउनु पर्दैन होला। र भिडियो सुरु हुनुभन्दा अगाडि चाहिँ म तपाईलाई एउटा गिभ अवे अनाउन्स गर्न जाँदैछु, जुन चाहिँ 500 रुपीस को हुनेवाला छ। र तपाईहरु सबै जसले पनि जित्न सक्नुहुन्छ। यो चाहिँ एक जनाको लागि हुनेछ र तपाईहरु बीच जोसुकैले पनि जित्न सक्नुहुन्छ। त्यही भएर मैले भनेको स्टेप फलो गर्नु होला। गिभ अवे को लागि चाहिँ म यो माइ टिममा जान्छु। माइ टिममा गएपछि यहाँ हेर्न सक्नुहुन्छ यस्तो इन्टरफेस आउँछ। अनि यहाँ लेभल 1 मेम्बर भन्ने हुन्छ। यहाँनिर तपाईले रजिस्टर गरेपछि सबैको युआइडी देखाउँछ। यहाँनिर तपाईहरुको युआइडी म एक जनाको पिक गरेर टेलिग्राममा यो युआइडी को मान्छेले मेसेज गर्नु र प्रुफ पठाउनु भन्छु र त्यति गरेपछि तपाईहरुले इजिली जित्न सक्नुहुन्छ। त्यसको लागि तपाईहरुले लाइक र कमेन्ट पनि गर्नु होला भिडियोलाई र तपाईहरुले मेनली रजिस्टर गर्नु होला र लाइक र कमेन्ट पनि गरेको हुनुपर्छ है त क्वालिफाईको लागि। र तपाईहरुले सबसे पहिले चाहिँ म यहाँबाट फ्री अर्निङ कसरी गर्ने भन्न जाँदैछु। ध्यान दिएर हेर्नु होला। र तपाईहरुले यहाँनिर केही इन्भेस्ट 600 700 1000 1200 अथवा त्यहाँभन्दा 10-20 हजार तपाईहरुले यहाँनिर जति नै इन्भेस्ट गरेर एकदमै राम्रो इन्कम गर्न सक्नुहुन्छ। तर म पर्सनली कुनै पनि साइडमा इन्भेस्ट गर्नको लागि चाहिँ रिकमेन्ड गर्दिन। तपाईहरुको रिस्क र तपाईहरुले आफैले गर्ने है त। अनि यहाँ हेर्न सक्नुहुन्छ फ्रीमा अर्निङ गर्नको लागि यहाँ पहिले डेली माइनिङमा जाने। डेली माइनिङमा गएपछि यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो इन्टरफेस आउँछ। अब यहाँनिर तपाईहरुले यस्तो हुन्छ नि, यस्तो एउटामा खिच्न पाउन सक्नुहुन्छ। जस्तै म एउटामा खिच्छु, यहाँ हेर्न सक्नुहुन्छ। र मलाई चाहिँ यो 0.01240 TRX मिलेको छ। यहाँनिर चाहिँ र्यान्डम दिन्छ। त्यही भएर तपाईहरुको अब $0.1 $0.2 पनि दिन सक्छ। अनि त्यही अनुसारले र्यान्डम TRX अथवा USDT दिन्छ। त्यही भएर तपाईहरुले चाहिँ मल्टिपल अकाउन्ट बनाएर यहाँनिर डेली माइन गर्नुभयो भने पनि तपाईहरुको केही दिन अथवा एक हप्ता 2 हप्तासम्म तपाईहरुको एकदमै राम्रो फ्रीमा अर्निङ पनि हुन सक्छ है त। अनि अर्को भनेको यहाँ गोमा जानु होला। यसको लागि चाहिँ तपाईहरुले आइफोन 16 हैन, आइफोन 16 प्रो यो चाहिँ रियल हो है, फेरि यो फेक होला भन्नु होला। तर यहाँनिर पर्ने चान्स चाहिँ धेरै कम हुन्छ, एकदमै कम हुन्छ, लो हुन्छ। तर यो पर्यो भने चाहिँ दिन्छ अथवा यसको आउने USDT हाल्दिन्छ। जस्तै अब आइफोन 16 प्रो को $3000 $4000 होला, त्यो कम्पनीले हाल्दिन्छ है त। नत्र तपाईहरुले यहाँ 1 TRX अथवा 1 USD भनेको नि 120 हैन, 140 50 हो हैन। त्यसैगरी 7 USDT अथवा यहाँ हेर्न सक्नुहुन्छ 777 TRX यति सबै जित्न सक्नुहुन्छ, त्यो पनि फ्रीमा। यसको लागि चाहिँ तपाईहरुले यो मेरो यहाँ हेर्न सक्नुहुन्छ 0 टाइम रिमेनिङ भनेको छ नि। यसको लागि चाहिँ तपाईहरुले आफ्नो जति सक्दो साथीहरुलाई रेफर गर्नु होला। तपाईहरुले जति साथीहरुलाई रेफर गर्नुहुन्छ त्यति यहाँनिर चाहिँ स्पिन हान्न सक्नुहुन्छ क्या। जस्तै एक जनाले बोलाउनु भयो भने एकचोटी स्पिन हान्न सक्नुहुन्छ। यो चाहिँ फ्री अर्निङको लागि भयो। अब म तपाईहरुलाई यहाँबाट डिपोजिट गरेर कसरी एकदमै हाई अर्निङ दिनमै 1-2 हजार 3-4 हजार तपाईहरुको पकेट खर्च अथवा हाई अर्निङ यहाँबाट गर्न चाहनुहुन्छ भने पनि यहाँबाट अप्सन छ है त। कसरी त? अब कसरी भन्दा चाहिँ पहिले सुरु चाहिँ यहाँनिर पहिले तपाईहरुले डिपोजिट गर्नुपर्ने हुन्छ। अब तपाईहरुले यहाँबाट डिपोजिट गरेर एकदमै हाई इन्कम चाहिँ कसरी गर्ने भन्दाखेरिमा यहाँनिर चेक गर्न सक्नुहुन्छ। यो माइनमा जानु होला। माइनमा गएपछि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आएपछि यहाँ हेर्न सक्नुहुन्छ फन्ड तपाईहरुले TRX को थ्रुबाट गर्दा नि भयो, USDT को थ्रुबाट गर्दा नि भयो। अब डिपोजिट गर्नको लागि यो रिचार्जको अप्सनमा क्लिक गर्नु होला। अनि रिचार्ज गर्नको लागि तपाईहरुको कुनै पनि के त वालेटबाट, जस्तै बाइनेन्स वालेट, ट्रस्ट वालेटहरु भयो अथवा बिटगेट, जुनसुकै वालेटबाट पनि गर्न सक्नुहुन्छ। र विथड्रको लागि पनि तपाईहरुले यहाँ विथड्रमा क्लिक गर्न सक्नुहुन्छ। विथड्रमा क्लिक गरेपछि चाहिँ तपाईहरुको एउटा वालेट एड्रेस हाल भन्छ। जस्तै TRX अथवा USDT TRC20 को हाल्नुपर्ने हुन्छ तपाईहरुले।
अब यहाँबाट एक्चुअली अन गर्नको लागि चाहिँ यो BTC USDT अथवा विनको दुईटा अप्सन छ। अहिले म BTC और USDT मा गरेर देखाइदिन्छु। यहाँनिर 1 मिनेट र 5 मिनेट चुज गर्न सक्नुहुन्छ। म यो बाईमा क्लिक गर्छु। तपाईले पनि यसरी नै स्टेक गर्ने हो बाईमा हैन। अब TRX छ भने TRX मा सिलेक्ट गर्ने अथवा USDT मा यहाँ कति अमाउन्ट हाल्ने हो त्यति गर्ने र यो कन्फर्ममा क्लिक गर्ने। अनि यहाँनिर चुज चाहिँ के गर्ने त, अब बिग स्मल सिंगल यत्रो छ नि, यो चाहिँ यहाँनिर डिलिट गर्नुपर्ने हुन्छ क्या। जस्तै यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर स्मल बिग स्मल स्मल बिग स्मल बिग यसरी आएको छ नि, यो तपाईहरुले प्रेडिक्ट गर्नुपर्ने हुन्छ क्या। जस्तै यहाँनिर एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा चाहिँ डबल आइसकेको छ हैन, सातवटा डबल आयो। अब फेरि के आयो त, यहाँनिर हाम्रो यहाँनिर फेरि एउटा देखाउँछ, एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा चाहिँ हाम्रो यहाँनिर डबल आएको छ है त। आठवटा डबल आयो भनेपछि अब म बाईमा क्लिक गर्छु। आठवटा भन्नाले यो फेरि आठवटा पछि नै चेन्ज हुन्छ भन्ने चाहिँ छैन क्या हैन। आठवटा पछि नै यो डबल र सिंगल चेन्ज हुन्छ भन्ने छैन। तर म यहाँ तपाईहरुको अगाडि चाहिँ एउटा सिंगलमा अहिलेको लागि हालेर देखाइदिन्छु। जस्तै म अहिलेको लागि चाहिँ 10 TRX हाल्दिन्छु है त। यहाँ हेर्न सक्नुहुन्छ म सिंगलमा 10 TRX हाल्दिए। अब 0.0026 छ। तपाईहरुले यो फेरि यसरी 10 यसरी हाल्ने हैन। यो चाहिँ मैले जस्ट एउटा इक्जाम्पल देखाएको। तपाईहरुले चाहिँ 8 स्टेज फलो गर्नुपर्ने हुन्छ, जसमा चाहिँ तपाईहरुले 100 TRX डिपोजिट गर्नुभयो हैन। 100 TRX छ भने तपाईहरुले यो 100 TRX लाई चाहिँ पार्ट बाइ पार्ट डिभाइड गर्ने र 8 चोटीसम्म स्टेक गर्न मिल्ने बनाउने क्या। जस्तै एक चोटी लुज भयो भने पनि अर्को चोटीको स्टेकले यो लुज कभर होस् र यो अर्कोको चाहिँ प्रॉफिट होस्। अब फेरि यो दुईटै लुज भयो भने यो दुईटैको कभर भएर यो अर्को थर्ड स्टेकमा चाहिँ प्रॉफिट आओस् हैन। त्यसरी चाहिँ तपाईले हाल्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ म तपाईलाई सिकाइहाल्छु हैन। तपाईहरुको 8 स्टेज कसरी गर्ने भनेर मलाई मेसेज गर्न सक्नुहुन्छ। अब अर्को गेम रहेको छ विङ्गो। यहाँ हेर्न सक्नुहुन्छ, विङ्गोमा जान सक्नुहुन्छ। यहाँनिर चाहिँ तपाईले रेड र ग्रीन गर्ने हो क्या। जस्तै अरु प्लेटफर्मको जस्तै यहाँनिर रेड र ग्रीन गर्ने हो। अब यहाँनिर चाहिँ तपाईहरुको 9.5x सम्मको रिटर्न पाउन सक्नुहुन्छ। 9.5x। यसको लागि चाहिँ तपाईले फेरि यो नम्बर चुज गर्नुपर्ने हुन्छ क्या। अब जस्तै अर्को यहाँनिर अर्कोमा कुन आउँछ त, जस्तै यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर चाहिँ हाम्रो चेक गर्ने हो भने 2 आएको छ हैन। यो भन्दा अगाडि 2 आएको छ। अब यो 2 आएपछि यहाँ हेर्न सक्नुहुन्छ, अब के आउन सक्छ त भन्दाखेरिमा अब यहाँनिर तपाईले अब यो ग्रीन, मलाई चाहिँ ग्रीनको आइटम आउँछ जस्तो लागिरहेछ हैन। जस्तै यसमा चाहिँ मैले 1 TRX हाल्दैन। अब 1 आयो भने 1 हाले भने पनि त यहाँ मेरो 5 TRX गयो हैन। अब यो सबै ग्रीनमा हाल्दाखेरि त के भयो भन्दाखेरिमा यहाँ हेर्न सक्नुहुन्छ है त, सबै ग्रीनमा हाल्दाखेरि मलाई ग्रीन आउने चान्स छ थाहा भयो हैन। मैले यहाँ नर्मली हाल्न पनि सक्छु, तर यो हाले भने मैले 5 TRX हाले तर आयो भने 9.5x आउँछ भनेपछि 1 को 9.5x आउँछ भने चाहिँ मेरो 4.5 TRX जति चाहिँ प्रॉफिट हुन्छ यदि ग्रीन आयो भने। यहाँ हेर्न सक्नुहुन्छ है त, ग्रीन आउँछ कि रेड आउँछ भने यहाँ हेर्न सक्नुहुन्छ। मैले ग्रीन आउँछ भने चाहिँ ग्रीन आयो कि हैन। यदि तपाईहरुलाई अब म डिपोजिट गर्छु तर तपाई आफैले सिग्नल रिड गर्दिनु हैन, यो सिग्नलहरु प्रोवाइड गर्दिनु, रेड आउँछ ग्रीन आउँछ अथवा उता बिग सिग्नल आउँछ, त्यस अनुसार हामी स्टेक गर्छौं। 8 स्टेज डिभाइड के हो त्यो अनुसार हामी फलो गर्छौं भन्नुहुन्छ भने पनि मलाई पर्सनली मेसेज गर्न सक्नुहुन्छ र म त्यही अनुसारले एउटा छुट्टै ग्रुप बनाएर तपाईलाई म सिकाउँछु। अथवा भन्नाले डेली 1-2 चोटी चाहिँ म तपाईहरुलाई फ्री भएको बेला हैन। अब जस्तै एउटा टाइम बनाएर जस्तै 5 बजे 6 बजे अथवा 9 बजे 10 बजे सबैजना फ्री हुने टाइममा चाहिँ म तपाईहरुलाई सिग्नल पनि प्रोवाइड गर्छु हैन। यदि तपाईहरुले मलाई अलि धेरै जनाले मेसेज गर्नुभयो भने यहाँ अकाउन्ट बनाएर डिपोजिट गर्नुभयो भने है त हैन। अब जस्तै यहाँनिर सबै कुराहरु मैले भनिसकेको छु र आजको भिडियो चाहिँ धेरै लामो पनि भइसक्यो होला र गाइस मेसेज गर्नु होला र टेलिग्राममा मेसेज गर्नु होला। म टेलिग्रामको नाम तल डिस्क्रिप्सनमा हाल्दिन्छु, त्यही @ सहित कपी गरेर तपाईहरुले मलाई मेसेज गर्न सक्नुहुन्छ है त। ग्रुप पनि छ टेलिग्राम, त्यहाँनिर जोइन हुनु होला। सबै कुराहरु म अपडेट दिइहाल्छु र गाइस बाइ, टेक केयर, लभ यु सो मच। आजको भिडियो यति नै है त।